नमस्कार, म सरू बस्नेत। कार्यक्रम शैक्षिक गतिविधिमा यहाँहरूलाई हार्दिक स्वागत छ। कार्यक्रम शैक्षिक गतिविधि कुशे गाउँपालिकाको आर्थिक सहयोग, शिक्षा युवा तथा खेलकुद शाखाको समन्वय र सामुदायिक रेडियो पृथ्वी एफएमको सहकार्यमा तयार पारिएको हो। कार्यक्रम शैक्षिक गतिविधि तपाईले सामुदायिक रेडियो पृथ्वी एफएम 102.2 मेगाहर्ज र अनलाइनमा www.radioprithivyfm.com.np हाम्रो पात्र र रेडियो पृथ्वी एफएमको फेसबुक पेजबाट संसारभर एकैसाथ सुनिरहनु भएको छ। कार्यक्रम शैक्षिक गतिविधि हप्ताको 3 दिन शनिबार, सोमबार र बिहीबार बेलुकी 7 बजेदेखि 7:30 सम्म र पूर्ण प्रसारण आइतबार, मंगलबार र शुक्रबार बिहान 7 बजेदेखि 7:30 सम्म सुन्न सक्नुहुनेछ। कार्यक्रम शैक्षिक गतिविधि हामी कुशे गाउँपालिकाभित्र रहेका विभिन्न विद्यालयहरूमा गई शिक्षक विद्यार्थी बीच भएको कक्षा सञ्चालन र पढाइको अवस्थाको बारेमा गरिएको शैक्षिक गतिविधि प्रसारण गर्ने गर्छौं। आजको अङ्कमा हामीले कुशे गाउँपालिका वडा नम्बर 2 मा रहेको श्री मान्यडुङ्गा माध्यमिक विद्यालयको कक्षा 10 को विज्ञान विषयका शिक्षक दयानन्द सुमनले पढाइरहनु भएको कक्षा र विद्यार्थीहरूसँग गरिएको कुराकानीलाई प्रसारण गर्दैछौँ। Good morning. Sit down. Thank you, sir. के छ, हामी सबै ठिक छौँ? Yes, sir. केही समस्या त कसैलाई छैन? No, sir. हो? अनि हिजो हामी पढेको के हो? जीवहरूको वर्गीकरणको बारेमा त पढे। Yes, sir. त्यसभित्र पढ्ने के कुराको बारेमा पढे हामी? सबभन्दा पहिला हामी के पढे? ढाड भएका, ढाड नभएका। ढाड भएका जीवहरूलाई कति भागमा बाँडिएको छ? 8 भागमा। ढाड नभएका जीवलाई एउटै भागमा, होइन हो। त्यसलाई के भनिन्छन्? फाइलम। बाँडेकोलाई के भनिन्छन्? यसले फाइलम राखेर सब नगर्नु है। के राख्ने? फाइलममा बाँडिएको। 8 वटा फाइलममा बाँडिएको भागलाई के नाम छ? एकजना उभिएर भन्ने है। Poriferous, Dendrota, Helminthics, Nemathelminths, Annelida, Arthropoda, Mollusca, Echinodermata। हिजो हामी 3 वटा पढे हैन? एकको बारेमा Platyhelminthes, Nemathelminthes र Annelidaको बारेमा। यसलाई हामी सब छुट्याउन सक्छौं जीवहरूलाई? सकिन्छ? होमवर्क तयारी भएछ यसको? Yes, sir. अनि यसको बारेमा भन्न सक्छौं हामी Platyhelminthiesमा या Platyhelminthiesमा पर्ने किराहरू जो हुन्छ नि, या जनावरहरू, त्यसका विशेषताहरू के छ? एक दुईटा भनौं। एकजना यिनीहरूको शरीर 5 चेप्टो लिभर जस्तो लामो आकारको हुन्छ सर। यिनीहरूको शरीर के हुन्छ? चेप्टो, यिनीहरूको शरीर 5 जस्तो हुने र रिबन आकारको लामो हुन्छ सर, हैन? यस सर। अनि अरु यिनीहरूको शरीर भ्रूण अवस्थामा 3 पत्रमा विकास भएको हुन्छ। भ्रूण अवस्थामा 3 वटा पत्रमा विकास भएको हुन्छ। त यिनीहरूलाई के भन्ने 3 पत्रमा विकास भएकोलाई? 3 पत्रमा विकास भए यस्ता जनावरलाई ट्रिप्लोब्लास्टिक भन्छ सर। ट्रिप्लोब्लास्ट सर, हैन? सर। यताबाट हामी 3 Platyhelminthes हो। Nemathelminthes कुन जनावरहरू आउँछ? गोलोजुका, हुर्कबर्मा, हुकवर्म। 3 हैन? यसका शरीरको बनावट कस्ता हुन्छ? लामो र बेलनाकार आकारको। लामो र बेलनाकार आकारको। यसका के छ? पाचन प्रणालीको विकास भए हुन्छ? हुन्छ। रक्त सञ्चार प्रणालीको के हो? Nemathelminthes हो। Annelidaमा जनावरहरूको रक्त सञ्चार प्रणाली के हुन्छ? विकास भए हुन्छ। यसमा भए हुँदैन। गीता त्यही भने Annelidaका विशेषता। Annelidaमा कस्ता जनावरहरू हुन्? Annelidaमा गडेला, जुका, नरिस जस्तो।
गड्याउला जुका नरिस नेक्स्ट हुन्छन्। यिनीहरूको शरीरको बनावट कस्तो हुन्छ? को शरीर लाम्चो गोलो र भित्री र बाहिरीबाट खण्ड खण्ड मिलेर बनेको हुन्छ। पर्जी भनेको के हो? अरू जनावरहरूको आश्रयमा बसेर आफ्नो खाना प्राप्त गर्ने होइन। अरू जनावरहरूको शरीरमा शरीरभित्र पनि केही हुन्छन्, कहीँ शरीर बाहिर हुन्छ। हिजोको पाठबाट हामीले धेरै प्रश्नको उत्तर आयो हामीबाट होइन। आज हामी के छ नयाँ फेरि अर्को फाइलमको बारेमा होइन। अहिलेसम्म क्लास गरी 5वटा फाइलम पढिसकेँ। अब कति छ? 3वटा बाँकी छ। 6ठो फाइलमको नाम के रहेछ हाम्रो? आर्थ्रोपोडा होइन। आर्थ्रोपोडाको बारेमा हामी के छ यो यिनी जनावरहरूमा कस्ता कस्ता के अरे यिनीहरूमा कस्ता कस्ता जनावरहरू पर्छन्? आउँछ भन्न सकिन्छ? यिनी जीवलाई अवलोकन गरेँ हामी। यिनी जीवहरूमा यहाँ मैले लेखाएको छु त्यो गुणहरू होइन। यिनी गुणहरू मिल्छ कि मिल्दैन हेरौँ त। गजौडा हुन्छ नि, गजौडा देखाएको छ तिमीहरू। त्यसको खुट्टा कतिवटा हुन्छ? 8वटा हुन्छ। झिङ्गाको खुट्टा कतिवटा हुन्छ? यो गङ्गोटाको खुट्टा कतिवटा हुन्छ? कुरा बुझ्छ नि हो। त त्यसैले यिनीहरूको छातीको भागबाट के हुन्छन्? खुट्टाहरू 2भन्दा बढी निस्किया हुन्छन्। यिनी जनावरहरू पर्ने अर्थपूर्ण पर्ने के अरे जनावरहरू यिनीहरूको भाले र पोथी छुट्टा छुट्टै हुन्छ। यिनीहरू के हुन्? एक लिङ्गी जनावर हुन्, 2 लिङ्गी होइन। या उभयलिङ्गी भनिन्छ। त्यसले दुईटा भएकोलाई उभयलिङ्गी पनि भनिन्छ होइन। तर यिनीहरूमा के छ? भाले र पोथी छुट्टा छुट्टै भएकाले यिनी के हुन्? एक लिङ्गी हुन् र यिनीहरूको प्रजनन मैथुनिक प्रक्रियाबाट हुन्छ। यिनीहरूको प्रजनन केबाट हुन्छ? मैथुनिक प्रक्रियाबाट हुन्छ होइन। पोरिफेरा, सिलेन्ट्रेटा, प्लेटीहेल्मिन्थिस, निमाथेल्मिन्थिस, एनिलिडा, आर्थ्रोपोडा, मोलास्का, इकाइनोडर्मेटा, जसमा त हामी 5वटा पढिसकेका छौँ होइन। आज के छ? सब फाइलम आर्थ्रोपोडा। आर्थ्रोपोडा जनावरको बारेमा यहाँ मैले सामग्री ल्याएको छु है। हेर्ने यो देखिन्छ नि, यिनी जनावरहरू देख्यौ तिमीहरू? यसको नाम हो झिङ्गे माछा। कुरा बुझ्यौ? यसको के छ? गङ्गटो। गङ्गटो तिमीले पहिचान त गरे होला, कस्तो होला? यो जीवहरूमा गङ्गटो छ नि, यसमा कस्तो कस्तो के होला भन्न सकिन्छ? यसमा मैले लेखेको छु यहाँ हेरौँ तिमीहरू। यसको बाहिरीको भाग के हुन्छ? कडा हुन्छ। कडा आवरणले ढाकिएको हुन्छ कि हुँदैन? हो। अनि बाहिर जुन कडा भएको हुन्छ नि त्यसलाई बाह्य अस्थि भनिन्छ। हाम्रो शरीरभित्र के छ? भित्र अस्थि छ। अस्थि भनेको हाड। हाम्रो शरीरभित्र भित्र हाड हुन्छ। तर यिनीहरूको जुन कडा आवरण हुन्छ नि त्यसलाई एउटा कडा आवरणले जुन ढालेको हुन्छ त्यसलाई के भनिन्छ? बाह्य अस्थि। शरीर के हुन्छ? यिनीहरूको खण्ड खण्ड परेको हुन्छ। के अरे खजुरो कि के भन्छ तिमीहरू हो नि? त खजुरोको शरीर हेर्ने तिमीहरू खण्ड खण्ड परे हुन्छ कि हुँदैन? तिनीहरूको बाहिरी आवरण के हुन्छ? कडा कडा हुन्छ कि हुँदैन? हो। त्यस्तै यिनीहरू जनावरमा के हुन्छ? शरीर के हुन्छ? खण्ड खण्ड परेको। यसको टाउको, छाती र पेटमा छुटिएको हुन्छ। टाउको, छाती र पेट। झिङ्गा पनि उड्छ नि यो। झिङ्गा पनि हेर्ने तिमीहरू हो। अर्को यो के अरे माकुरो हुन्छ। के भन्छ तिमीहरू? गजौडो हो। त्यसको हेर्ने छातीबाट खुट्टा निस्केको हुन्छ। झिङ्गाको छातीबाट खुट्टा र पछाडितिर छातीको पछाडिबाट के हुन्छ? पख्याटा। अनि टाउकोमा एक जोडी कम्पाउन्ड आँखा हुन्छ। टाउकोमा के हुन्छ? 2वटा आँखा हुन्छ कि हुँदैन? र मुखको भाग हुन्छ। त्यहाँ मुख पनि हुन्छ। टाउकोमा एक जोडी कम्पाउन्ड आँखा र के अरे एउटा मुखको भाग हुन्छ। त्यसपछि छातीको भागबाट खुट्टा निस्केका हुन्छ। अगाडि छातीको भागबाट के निस्केका हुन्छन्? खुट्टा। गङ्गटोको निस्केका हुन्छ खुट्टाहरू हुन्छ नि। झिङ्गाको अरू यहाँ झिङ्गे माछाको पनि अवलोकन गर्न सकिन्छ। तिमीले हेर यसो
छातीको भागबाट खुट्टाहरू निस्केको छैन हुन्छ नि केही जनावरको छातीको भागबाट के छ 2 जोडी पखेटा पनि निस्क्याउँछ अघि नै भने जस्तो झिंगा हैन झिंगाको के हुन्छ छातीको भागबाट खुट्टा पनि निस्केको त्यही छातीको माथिल्लो भागबाट के निस्क्याउँछ पखेटाहरू केही जनावरहरूको पखेटा हुँदैन जस्तो गङ्गोटोको पखेटा हुन्छ गोजरोको हुन्छन् हो त्यसमा केही जनावरको खुट्टा त सबैको निस्किया हुन्छन् हैन तर केही जनावरमा के छ पखेटा हुन्छन् केही जनावरमा पखेटा हुँदैन यसमा के छ भने यिनी जनावरमा भाले र पोथी छुट्टा छुट्टै हुन्छ यसबाट हामी के प्रश्न बुझ्यौं भाले र पोथी छुट्टा छुट्टै भएको मतलब के हो एक लिङ्गी कि दुई लिङ्गी होइन यिनी जनावरहरू के भयो एक लिङ्गी हैन त्यसपछि आउँछ हाम्रो यिनीहरूको मैथुनिक प्रजनन थाहा छ केलाई भन्ने अमैथुनिकमा आउँछ बढी मैथुनिक प्रजनन केलाई भन्ने भाले ग्यामेट र पोथी ग्यामेटको निषेचित भएपछि होइन जुन तिनीहरूबाट सन्तान उत्पादन हुन्छ त्यसलाई के भन्छ हामी मैथुनिक प्रजनन कुरा बुझ्यौ मैथुनिक प्रजनन त यिनीहरूमा के हुन्छ मैथुनिक प्रजनन हुन्छ अमैथुनिक हुँदैन त्यसपछि छाला गिल्स र ट्राकियोबाट सास फेर्छन् यिनीहरू केबाट छाला गिल्स र ट्राकियोबाट के गर्छन् गिल्स कहाँ हुन्छ यता साइडमा हैन हो शरीरको छालाबाट हैन अनि त्यसपछि आयो के रे यिनीहरू जमिन हावा पानी र सबै ठाउँमा यिनी जनावरहरू पाइने गर्छन् हैन फरक फरक ठाउँमा तर सबै ठाउँमा पाइने जनावरहरू के छ यिनीहरूमा रक्त सञ्चार अरु अगाडि हामी पढ्दाखेरि धेरैमा रक्त सञ्चार प्रणालीको विकास भएको थिएन कुरा बुझ्छ नि हो सबै प्रणालीहरूको विकास भएको थिएन तर यसमा के छ यो यिनीहरूमा रक्त सञ्चार प्रणालीहरूको के हुन्छ अनि त्यसपछि पाचन प्रणाली पनि विकास भएको निष्कासन प्रणाली पनि निष्कासनको मतलब के हुन्छ मलद्वार बाहिर निस्किन्छ नि हो अनि त्यसपछि मांसपेशी प्रणाली र स्नायु प्रणालीको पनि विकास भएको हुन्छ यिनीहरूले बुदागत रूपमा के गर्ने कन्ट गर्ने तयार हुन्छ यो सकिन्छ भन्न आर्थो पढाएको बारेमा अब के थाहा भयो भने त आफै भन्न सकिन्छ सबभन्दा पहिला म प्रश्न गर्छु हेरौँ यी जनावरको शरीरको बनावटमा के समानता पाइन्छ हो यिनी जनावरको शरीरमा सबभन्दा समानता पाइने के हो यिनीहरूको शरीर सबै के हुन्छ कडा आवरणले ढाकिएको हुन्छ जसलाई के भनिन्छ हामी बाह्य अस्थि भनिन्छ हो यसलाई बाह्य अस्थि पनि भनिन्छ त्यसपछि यी जनावर कहाँ पाइन्छन् पानी जमिन हावा सबै ठाउँमा पाइन्छ पाइन्छ पाइँदैन यिनीहरूको शरीरलाई ढाकेको आवरण केले भनेको हुन्छ शरीरलाई ढाकेको आवरण के हुन्छ कडा आवरणले भनेको कडा वस्तुले हैन यी जनावरलाई किन आर्थ्रोपोडा अन्तर्गत राखिएको छ हैन ध्यान दिने उदाहरणको लागि दिएको छ पुतली पखेटाको सहायताले हावामा उडेर फूल चार्छ सेन्टिपेडका धेरै खुट्टा हुन्छन् सेन्टिपेड जनावर हो त्यसका धेरै खुट्टाहरू हुन्छन् झिङ्गे माछा जुन हामीले आएछौँ यहाँ देख्छ नि झिङ्गे माछा गङ्गटो पानीभित्र बस्छन् पानीमा पाइने भएको भएन कोही हावामा उड्नेवाला जनावर भएको भएन कुरा पनि छ नि अनि खजुरो जुन भन्छ त्यो के हुन्छन् जमिनमा हुन्छन् हुन्छ कोदैन हो त जमिन पानी र हावा सबै ठाउँमा पाइने गर्छन् यी जनावरहरूमा के हुन्छ शरीर के हुन्छ खण्ड खण्ड परि आउँछ
खुट्टा पनि यिनीहरूको खण्ड खण्ड भए आउँछ खुट्टामा पनि गङ्गोटो खुट्टा निकालेर हेर्दै जोड्यो खण्ड खण्डमा जोडिया हुन्छ त्यो त्यसैले यी जनावरलाई फाइलम अर्थोपोडामा राखिएको छ यो के अरे जन्तु जगतको सबभन्दा ठुलो फाइलम हो यो जुन छ नि यो फाइलम अर्थोपोडा यो जन्तु जगतको सबभन्दा ठुलो फाइलम यस फाइलममा अन्तर्गत पर्ने जनावरहरूमा निम्नलिखित विशेषता छन् यस फाइलममा पर्ने जनावरको शरीर कडा आवरणले ढाकेको जसलाई बाह्य अस्थि भनिन्छ उक्त आवरण काइटिनले बनेको हुन्छ के आवरणले बनेको हुन्छ काइटिन आवरणले बनेको हुन्छ शरीर बाइलेटरली सिमेट्रिकल दुई भागमा बाँडेको भएका कारणले यसलाई के भनिन्छ बाइलेटरली सिमेट्रिकल र यिनीहरूको पत्र कतिवटा पत्रबाट बनेको हुन्छ 3वटा पत्रबाट त्यसैले यसलाई ट्रिप्लोब्लास्टिक भनिन्छ हैन दुई बराबर भागमा बाँडिएलाई बाइलेटरली सिमेट्रिकल भनिन्छ अनि 3 तहबाट बनेको भ्रूण अवस्थामा यिनीहरू कति तहबाट तयार हुन्छ 3 तहबाट त्यसैले यसलाई के भन्छ ट्रिप्लोब्लास्टिक बुझिन्छ यो यस फाइलम अन्तर्गत पर्ने जनावरहरूमा निम्नलिखित विशेषता छ के अरे शरीर खण्ड खण्ड परेको हुन्छ शरीर कस्तो हुन्छ खण्ड खण्ड परेको हुन्छ धेरै जसो जनावरको शरीर टाउको छाती र पेटमा छुटिएको हुन्छ धेरै जसो जनावरको अघि नै भने यहाँ थिए के अरे टाउको छाती र पेट छुटिएको हुन्छ पानीमा बस्ने जातिको टाउको छाती जोडिएर सिफालोथोराक्स बनेको हुन्छ जस्तो यो झिङ्गो माछा छ नि यसको छुटिया हुँदैन हैन टाउको छाती पेट यसको छुटिया छ र पेट छुट्याउन सकिन्छ र हो त्यसैले यस जनावरलाई के भनिन्छ सिफालोथोराक्स छुटिया नभएको कारणले टाउको छाती पेट धेरै जनावरको टाउको छाती पेट छुटिया हुन्छ धेरैको के हुन्छन् छुटिया हुँदैन नछुटेको कारणले के यसलाई के भनिन्छन् सिफालोथोराक्स टाउकामा एक जोडी कम्पाउन्ड आँखा टाउकामा के हुन्छ अनि एन्टिना पनि हुन्छ यसका एन्टिना र मुख के हुने एउटा एन्टिना यस्तो सानो एउटा निस्केको हुन्छ के टाउकोमा हैन त्यसले के भन्छ एन्टिना र टाउकोमै यिनीहरूको मुख हुने छातीको भागबाट खुट्टा निस्केका हुन्छन् अघि नै तिमीहरूलाई भनिदिए के हुन्छ खुट्टा खण्ड खण्ड मिली बनेको हुन्छ सामान्यतः किराहरूको छातीको भाग दुई जोडा पखेटाहरू निस्किएर रहेका हुन्छ सामान्य यसमा किराहरू जुन पर्छ नि तिनीहरूको छाती भाग के छ दुई जोडी पखेटाहरू निस्किया हुन्छ किरा उड्ने खालको किरा जुन हुन्छ नि तिनीहरूमा के हुन्छ दुई जोडी पखेटा निस्केका हुन्छ तर केही आर्थोपोडामा एक जोडा र केहीमा पखेटै हुँदैन केही आर्थोपोडा पर्ने जनावरहरूको एक जोडा पखेटा हुने र केहीमा पखेटै हुँदैन कहिलेकाहीँ पानी परेको बेला किर्मिला भन्छ नि तिमीहरू प्वाक गरेको उड्छ नि त एक जोडी मात्र हुन्छ तिनीहरूमा पा हैन हुन्छ कि हुँदैन त उड्दाखेरि आफै प्वाक त्यो झडिजान्छ कमिलाहरू हुन्छ नि अलिक साइजको हुन्छ कहिलेकाहीँ निस्क्यो भने तिनीहरूको प्वाक झरिजान्छ त कुनै जनावर के हुन्छ एक जोडी पनि हुन्छ कुनैमा दुई जोडी भइगयो हैन कुनैमा पखेटा हुँदैन र कमी भाले र पोथी छुट्टा छुट्टै यिनीहरू हुन्छ है यसमा के छ यिनी जनावरहरूमा हो त्यसैले यिनी जनावरलाई के भनिन्छन् एकलिङ्गी अनि एकलिङ्गी जनावर यिनीहरू भएको कारणले यिनीहरूमा के हुन्छन् मैथुनिक प्रजनन के हुन्छ यिनीहरूमा मैथुनिक प्रजनन भालेबाट भाले ग्यामेट र पोथीबाट पोथी ग्यामेट के हुन्छ निषेचित हुन्छ ग्यामेटको निषेचित भएपछि यिनीहरूको के हुन्छ सन्तानको उत्पादन हुन्छ या गर्भधारण क्रिया हुन्छ त्यसैले यिनीहरूलाई के भनिन्छन् मैथुनिक प्रजनन हो छाला गिल्स र ट्र्याकियाबाट सास फेर्ने गर्छ यिनीहरू छालाबाट गिल्सबाट र ट्र्याकियाबाट के गर्ने गर्छन् सास फेर्ने गर्छन् जमिन हावा पानी सबै ठाउँमा पाइने गरिन्छ यिनीहरूमा रक्त सञ्चार प्रणाली निष्कासन प्रणाली पाचन प्रणाली मांसपेशी प्रणाली स्नायु प्रणालीको विकास भएको हुन्छ यिनीहरू जमिन र पानी र हावा सबैतिर पाइन्छ यी जनावरहरू जमिन पानी हावा सबैतिर ल भन्न सकिन्छ अब ल आर्थोपोडामा पर्ने जनावरहरूका विशेषताहरू भनौँ त यिनीहरूको शरीर खण्ड खण्ड परेको हुन्छ यिनीहरूको शरीरमा बाहिरी कडा आवरणले ढाकेको हुन्छ
यिनीहरूको छाला गिल्स वा ट्राकिया बाट श्वास फेर्छन्। अरू दिपे भन त। यिनीहरूको यिनीहरू छाती यिनीहरू टाउको छाती र पेटमा छुटिएको हुन्छ। यिनीहरूको भालेपट्टि जुत्ता जस्तै हुन्छन्। यसमा मैथुनी प्रजनन हुन्छ र यिनीहरूको केहीजनाको पखेटा हुन्छ र 2 जोडी कसैको हुन्छ र कसैको हुँदैन। कसैको 1 जोडी कसैको हुँदैन। यमराज तिमी छातीबाट के निस्क्याउँछ? छातीबाट के निस्किन्छ? खुट्टा निस्क्याउँछन् र छातीको पछाडिको भागबाट पखेटा निस्क्याउँछ। कुनै जनाको पखेटा हुने, कुनै जनाको पखेटा नहुने। यिनीहरूलाई अर्थपोडामा किन राखिएको छ? यिनीहरूको बाहिरी शरीर जुन हुन्छ, बाहिरी भाग जुन हुन्छ, कडा आवरण भएका जनावरहरूलाई नै अर्थपोडामा राखिएको छ हैन। यिनीहरूलाई ढाकेको आवरणलाई के भनिन्छ? काइटिन हैन। बाहिर आवरणलाई के भनिन्छन्? काइटिन। त्यसो भए यसमा अर्थपोडामा केही समस्या कसैलाई सकिन्छ? हो, भोलि सुनाउन सकिन्छ? है, सब तयारी हो। नमस्कार सबैले नमस्कार। मेरो नाम चाहिँ नारायण सिंह र म पढ्ने विद्यालयको नाम श्री मान्यढुङ्गा माध्यमिक विद्यालय कुसी2 टालेको जाजरकोट र म अहिले 10 कक्षामा अध्ययनरत छु। सरले पढाएको राम्रै छ, बुझिन्छ। हजुर स्कुलमा त सबै सर पाउनुहुन्छ ठिकै, तर अलि बुझ्ने पढाउने राम्रोसँग भनेको दयानन्द सुमन सर। नोट त बनाउँछ सर, चेक गर्दाखेरि 1 घन्टी गइहाल्छ सर। कहिले चेक गर्नुहुन्छ अनि नोट बनाएर दिन्छौँ सर। सबैलाई नमस्ते। मेरो नाम बिमला सिंह। म पढ्ने स्कुलको नाम चाहिँ श्री मान्यढुङ्गा माध्यमिक विद्यालय कुसी2 टालेगाउँ जाजरकोट। म पढ्ने अहिले चाहिँ 10 क्लास हो। राम्रोसँग बुझिन्छ सर। उहाँ सरको नाम चाहिँ दयानन्द सुमन हो। यस सर होमवर्क अब यस्तो आइतबार सोमबार त्यसमा बुझ्नु हुँदैन, घन्टी गइहाल्छ। अब यस्तो शुक्रबारमा बुझ्नुहुन्छ। घरमा पढ्ने एकदम ठिक छ सर, त्यसमा ठिकै छ। बाल क्लबको सदस्य। यस सर। बाल क्लबको सदस्य पनि हुनुहुन्छ। त्यसपछि बालबालिकाहरूलाई के गर्ने, कस्तो गर्ने, कसरी अगाडि बढ्ने भन्ने कुराहरूको बारेमा जानकारी दिनुहुन्छ कि हुँदैन? दिन्छु सर। बाल विवाहका कुराहरू, बालबालिकामाथि हुने अन्याय र अत्याचारका कुराहरू होइन, तिनीहरू भएका छन् छैनन् यो स्कुलमा? यो स्कुलमा चाहिँ खासै त देख्दिनँ सर, खासै त भएको छैन। त्यस्तो भएको छैन सर, खासै होइन सर। तर यहाँ सरहरूले कार्यालयिक सहयोगीहरूले गर्ने हो। तर पनि अब सरहरूले भन्नुहुन्छ गर्नुपर्छ सर। अब यो काम त कार्यालय सहयोगीले गर्ने हो। अब बालश्रम लाग्छ, बालश्रम हुन्छ भन्ने हुन्छ सर। त्यही भएर यहाँ अब कार्यालय सहयोगीले अब सरहरूले यही भन्नुहुन्छ त यहाँ आफ्नो कोठालाई आफैले सरसफाइ गर्ने भन्नुहुन्छ। त्यसपछि सबैले सरसफाइ गर्दै रहन्छन् सर। अब सरले भनेको त मान्छन् त सबै, त्यही भएर सर। आजको कार्यक्रम तपाईहरूलाई कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया दिनुहोला। सोमबार बेलुकी अर्को विद्यालयको शैक्षिक गतिविधि ल्याएर उपस्थित हुनेछौँ। आजको अङ्कबाट प्राविधिक रोशन बस्नेत र म कार्यक्रम सञ्चालिका सरू बस्नेत बिदा हुन्छु। नमस्ते।